के लाग्छ साथीहरू, म्यान युनाइटेडले आज यी फ्यानको च्यालेन्जलाई चाहिँ कम्प्लिट गरिदिन सक्छ त? Day 492 of not cutting my hair until Man United win 5 games in a row. We're getting closer. आज बेलुका 2 बजे, आज राति 2 बजे म्यान युनाइटेड भर्सेस वेस्ट हामको घरमा हुन लागिरहेको यो म्याच। म्यान युनाइटेडले के जितेर फ्रेङ्क इलिट जसले 493 दिन म्यान युनाइटेडको 5 विन इन अ रो च्यालेन्ज गरेका थिए, आज 493 दिन भएको छ। के पुरा होला त यो च्यालेन्ज? के लाग्छ तपाईहरुलाई? कमेन्ट गर्नु होला। म्यान युनाइटेड जसले टेबलको टपमा रहेको सिटी आर्सेनल जस्तो टोलीलाई हराएर आएको, रेलिगेसनको जोनमा फाइट गरिरहेको वेस्ट हामलाई आज हराएर टप 4 फाइटको यात्रा पनि कायम गर्न सक्ला त? के लाग्छ तपाईहरुलाई? कमेन्ट गर्नु होला। अनि एकदम धेरै शुभकामना पनि दिन चाहन्छु म्यान युनाइटेडलाई, जो कि फ्यानको च्यालेन्ज कम्प्लिट होस् भन्ने मेरो पनि एकदम धेरै इच्छा रहेको छ। हेयरकट च्यालेन्जकै कारण एकदम धेरै चर्चामा रहेका छन्। उनको टिकटकमा मात्रै 1 मिलियन फलोअर्स पनि कम्प्लिट भएको छ, 1 मिलियन फ्यान पनि कमाएका छन्। त्यो सँगै इन्टरनेसनल मिडियाहरूले पनि एकदम धेरै चर्चामा ल्याएका यी फ्यान। के पुरा होला त आज यिनको च्यालेन्ज? के लाग्छ तपाईहरुलाई? सक्ला त म्यान युनाइटेडले जित्नु? आफूलाई टप 4 भित्र पनि रहनको लागि म्यान युनाइटेडको लागि चाहिँ एकदम धेरै इम्पोर्टेन्ट म्याच हो। वेस्ट हामलाई पनि वेस्ट हामकै घरमा हुन लागिरहेको यो म्याच उसकै लागि पनि एकदम धेरै इम्पोर्टेन्ट रहेको छ। रेलिगेसन फाइटमा एकदम धेरै भिडिरहेको यो टोली। मेरो प्रेडिक्सन गर्नुपर्दा म्यान युनाइटेड भर्सेस वेस्ट हामको म्याचमा चाहिँ वेस्ट हामलाई चाहिँ म्यान युनाइटेडले इजी विन गर्छ जस्तो मलाई लाग्छ, किनभने एकदम धेरै फर्ममा रहेको टिम छ म्यान युनाइटेड। उसले जितेको मात्रै छैन, इङ्ग्लिस प्रिमियर लिगमा डोमिनेसनै गरिरहेको छ अहिले। लास्ट 4 म्याच हेर्ने हो भने जस्तो उसलाई चाहिएको थियो त्यही अनुसारको प्रदर्शन दिइरहेको छ। मेरो विचारमा चाहिँ 3-1 स्कोरले आज म्यानचेस्टर युनाइटेडले जित्नेवाला छ। के लाग्छ तपाईहरुलाई? कमेन्ट गर्नु होला। को एक्साइटेड हुनुहुन्छ यो म्याच हेर्नको लागि? म्यान युनाइटेड फ्यानहरु एकदम धेरै कमेन्ट गर्नु होला र म्यान युनाइटेड साथीहरुलाई ट्याग पनि गर्नु होला। तपाईहरुले आज के पुरा होला त? म्यान युनाइटेडको यो 5 इन अ रो च्यालेन्ज राखेका यी फ्रेङ्क इलिटको सपना तपाईहरुलाई के लाग्छ? कमेन्ट डाउन बिलो है त साथीहरु। सी यू नेक्स्ट भिडियो। मलाई फलो नगरेको साथीहरुले फलो गर्न चाहिँ अवश्य फलो गर्नु होला भन्न चाहन्छु।